ज्वरलपा नमस्कार थोयको समारोहले थापाजी समारोह अध्यक्षजी त सम्बोधन यहाँ उनीहरूले म राष्ट्रपति विद्यादेवी भण्डारीजी त उहाँको प्रति श्रद्धाभाव तया खुना अहिलेसम्म छायादेवी अनुभवी मन्त्रीज्यू अनुभवी विद्वान अनुभवी विद्वान अनुभवी सकल कल्याण हेतु अहिले ठुकी यो निम्ति ठुलो समारोह निम्ति यो समय विद्यादेवी कलाकार भाजनभाइ साहित्यकार भी सकल भाषा साहित्य संस्कृति प्रेमी वाङ्मय प्रेमी सकल महानुभावहरूमा जिन ठाउँ कृतज्ञता ज्ञापन या सारा सानी विसक्सिउन तो गो जिप्रति यो मेरो भावना का वो मरु जो जा कुछ जजाधाई मुगु सभा तुर बाँधे मुगु ऐसा जी सकल की सहभागी जितनी सकल कल्याण वित्त ये आवाज व्यक्त है विद्वान पिछले को कंकन लूँगा यो को कंधार लूँगा अब कि आज थाव का थामंतु बुक चुप कंकने ऐसा बोलते जी थाव को कना सुनी मुझे थाव थामंतु मौका ही कहते हैं उसी ऐसे जी वो थाव से जमचे तर जीव देश छो भाषा का लाइफ में देश दूसरा लगे हुए थे और थे मौजूद मेरे जिसे मार्ग वाले का गया वक्त सचिव मय को अप थाव मातृभाषा थाव भाषा दो थाव धर्म थाव संस्कृति थाव फुक दो और देश दूसरे जी किसान को नहीं हुआ मचाएगा तर विश्व शोध तथ्य तौरों संस्था यूनेस्को यूनाइटेड नेशंस Education, Scientific and Cultural Association संस्था वो संस्था दृष्टिकोण छुट्याइरहेको छ छिमेकी देश नेपाल उसलाई चाहिँ कल्चरल डाइभर्सिटी सांस्कृतिक विविधता जो देश त्यसका बाला देश उस सांस्कृतिक विविधता डुब्ने छिमेकी देश त्यसका बाला त्यसका त्यो ठाउँ नै थिए यदि छोटो भाइ छोटो चाहिँ पुलिस चाहिँ मौजूद हुँदैन तर छिमेकी यो कोही सांस्कृतिक विविधता सांस्कृतिक विविधता ढाबा राई लिम्बू हिमाल थारू मधेसी नेवा ब्रह्मुख सख्या ठाउँ कल्चर ठाउँ संस्कृति ठाउँ भाषा ठाउँ फुक्यो एजेन्ट सांस्कृतिक विविधता बोलना जम्मू छिमो राष्ट्रिय एकता नेशनल युनिटी बुगा र सापै ठाउँ हो नि एजेन्ट छिमो कल्चर न त्यसका ठाउँ हो छोटोको कल्चर मसी कल्चर अन्य ठण्डका स्वस्थ भाषा या वक्त वैदिक परम्परा न या त लामो धार्मिक परंपरा या बद्रियानी परंपरा या थेरवादी परंपरा या धार्मिक सहिष्णुता धार्मिक समन्वय धार्मिक सामंजस्यता उसले बाला ब्याउन मरे ख्याउन ठाउँ संस्कृति बोल उयाजुन ठुलो देशमा साबाज में भागमन गर्दै एज या झिसथन या म प्याजको क तो यूनेस्को यो परिभाषा कथा यूनेस्को यो उद्देश्य कथा यूनेस्को यो भिजन और मिशन कथा जिसंतन जाय आउजला लाजा जी विविध धार्मिक मुख्य तो सांस्कृतिक विविधता बोलना चाहिँ जीव राष्ट्रिय एकता नेपाल एकता को उन सापै त्यो जाओ लगा ढाई ऐसे चाहिँ अब के कोन यो खनकना लाउनु हो तर जे होस् आजको सन्दर्भमा एउटा कुरा चाहिँ अवश्य भन्नै पर्ने हुन्छ नेपाली भाषा साहित्य संस्कृति र वाङ्मयको विकास क्रममा अग्रपंक्तिमा हाम्रा स्रष्टाहरूले ज्ञात होस् या अज्ञात कतिको नामै थाहा छैन कतिले कति चाहिँ त्यसको चाहिँ सहयोग गरे योगदान पुर्याए त्यसरी चाहिँ आजको स्थितिमा यति चाहिँ यो तहमा आइपुगेको त अवश्य पनि होइन होला सुरुमा ती हाम्रा स्रष्टाहरूले धेरै मेहनत गरे धेरै ठुलो गरे ती ज्ञात अज्ञात स्रष्टाहरूप्रति म नतमस्तक भएको छु किनभने आज जुन मैले समाज मैले सम्मान पाएँ जुन एउटा वाङ्मय शताब्दीको उपाधि पाएँ त्यो मेरो निम्ति होइन कि देशको
विविध भाषा, त्यो भाषाले ओगटेको संस्कृति, त्यो भाषाले ओगटेको राष्ट्रियताको निमित्त हुन त निमित्तको रूपमा त म भएँ, तर म पछिका हाम्रा भावी सन्ततिहरूको निमित्त, हाम्रा वाङ्मयको क्षेत्रमा काम गर्ने र त्याग तपस्या गर्ने योगदान दिने सम्पूर्ण स्रष्टाहरूको निमित्त एउटा यो नेपाली भाषा साहित्यको विकास क्रममा एउटा ठुलो उपलब्धि जस्तो मलाई लागेको छ। अझ सबभन्दा गर्व गर्न लागेको कुरा यो हो कि मेरो निम्ति यो उपाधि दिएर एउटा कोष चाहिँ खडा गर्न राख्नु भएको छ। दूरदर्शी यो तपाईँहरूको भिजन जुन तपाईँले जो पछिका स्लाइड विचार गरेर जुन मेरो नाममा तपाईँले एउटा कोष खडा गरिरहेको छ, त्यो मेरो निम्ति होइन कि भावी पुस्ताहरूको निमित्त भाषा साहित्य संस्कृति र यो वाङ्मयको क्षेत्रमा योगदान दिने लेखक होस्, लेखिका होस्, कवि होस्, कवयित्री होस्, कलाकार होस्, या सम्पूर्ण राष्ट्रको निम्ति चिन्तन मनन गरेर योगदान दिने महानुभावहरू व्यक्तिहरू होस्, ती बुद्धिजीवीहरू होस्, उनीहरूको निम्ति पनि एउटा नमुनाको रूपमा, एउटा दृष्टि प्रमाणको रूपमा एउटा भारी कार्यक्रम चाहिँ प्रस्तुत गर्नुभएकोमा सबभन्दा ठुलो उपलब्धि केही मलाई लागेको छ। हुन त मैले सबैले त्यो अर्को कुरो हो, यो चाहिँ मैले सम्मान पाएँ, त्यो अर्को कुरो हो। तर सबभन्दा ठुलो कुरो चाहिँ यो चाहिँ मेरो निम्ति एउटा अक्षर कोष राखिदिनु हो, त्यसको चाहिँ जय होस् र त्यसले भावी पुस्ताको निमित्त हाम्रो कल्चरल हेरिटेज, हामीहरूको सांस्कृतिक सम्पदा, जुन हामीहरूको आफ्नो एउटा पहिचान हो, आइडेन्टिटी हो, त्यसको सुरक्षार्थ त्यसले ठुलो काम दिनेछ भन्ने कुरो ममा पूर्ण विश्वास छ। अब यहाँको समय म धेरै नलिकन यो जुन मेरो निम्ति आयोजित यो अभिनन्दन समारोह, यो हना जुन अर्थ बुझाउँछ, त्यसमा संलग्न सम्पूर्ण सहकर्मी साथीहरू, अध्यक्षदेखि लिएर सम्पूर्ण भोलिन्टियर साथीहरू, त्यसमा सहभागी हुने सम्पूर्ण कलाकार साथीहरू, लेखकहरू र जसले जे जति यसको निमित्त आर्थिक सहयोग गर्नुभयो, सहानुभूति दिनुभयो, सहयोग जुटाइदिनुभयो, यी सबैका निमित्त म आभार व्यक्त गर्दै मेरो 20 शब्द टुङ्ग्याउँछु। धन्यवाद।